काम अब सबै आइडरवाला मैले फोन गरिदिएँ क्लासमा लेख्ने हिसाब 3000 को हजुर 3000 बोलिन्छ नि के गर्ने पहिला 5 हो अहिले 3 हो सबैले भन्नु पर्यो भन्नु मैले सोचेको थिएँ भन्नु अब जति मलाई होइन सबैले भन 1000 भए पनि 500 भए पनि उठाउनलाई उठाउने 500 भए पनि अब बचेको पैसा अर्कोचोटि पठाइदिनु अब पत्थर लाउनु छँदैछ काम अब 3000 उठाइ धेरै 30 जनाबाट त्यति नै 1000 रुपैयाँ 90000 रहेछ भन्ने मानिस आँकडै गरे अब होइन आँकडा गरिन्छ अब मैले दिने मेरो हिसाबमा भयो कति दिने दाइले कति दिने हो बुवाले कति दिने हो त्यो हामी दिन्छौँ लेस बन्न लाग्यो बनायौ लेस बन्न लाग्यो म हजुर त्यो लास्ट हो लेस बन्दैन लेस अहिलेको लागि अब आइस दाइजु ए ऊ त्यो मेरो मुनि पाटो म त्यो पर देखिया त सेतो सेतो यो चाहिँ कसको थाहा छैन ए मुनि पाटोको जुन कसको मुनि पाटो ए यत्रो अनको छ परिवारको तर्फबाट मेरो इच्छाबाट मैले एउटा यहाँ शत्रुको नाश गरेँ यो पेखा यहाँ पेखाको उसको यहाँ एउटा घटना परेकोमा अब पेखाले उ गर्दाखेरि अधिकारीको पछि हुनाको कारणले मैले त मेरो छोरा नाति पनातिसम्म मेरो भाइ छ यहाँ मेरो जति पनि अधिकारीका पानीवालालाई हाम्रो गौसेन गाउँपालिका हाम्रो पानीवालालाई मैले एउटा त्यो घन्टा छोरा हेलो भन्दैछ त हेलो हेलो जय हो यसमै सम्झेर आउनु पर्यो दुःखले आउनु बाहिर गाउँ बाहिर मुटु बाँकी राखेको हिजोको बाँकी भाइ भाइ हेलो भनिदेऊ त भाइ अनि हेर्नुहोस् त पुरै देउसी भएर खेल्नु जस्तो ल ल भाइ नजान जाने अरे पाठो ल ल त्यो पाठोले हान्छ भाइ यता
त्यहाँ बनाइदिन्छ हजुर खडी पकडी ल्याउ त भाइ